मलाई कति साथीहरू सबैजना सोधिराख्नु भएको क्वेसन होइन, नेपालमा कहाँ सर्जरी गराउने, कुन डक्टरसँग गराउने सर्जरी भन्नुभएको छ। नेपालमा सर्जरी नगराउने कि कुनै डक्टरसँग पनि नगराउने। नेपालको डक्टरहरूमा सबै म खराब त भन्न चाहदिनँ होइन, तर सर्जरी गराइसकेपछि चाहिँ कति पैसा त्यसपछि फाल्नुपर्छ, त्यो सर्जरी गराएपछि मात्रै थाहा हुन्छ। आफूले सोचेको जस्तो रिजल्ट आउँदैन एक त, अर्को चाहिँ धेरै कम्प्लिकेसन्सहरू आउँछ अनि त्यसपछिबाट चाहिँ अर्को अनि त्यसपछि चाहिँ त्यो कम्प्लिकेसन आइसकेपछि कहाँ जाने, के गर्ने, कुन डक्टरसँग देखाउने, कति पैसा खर्च हुन्छ, कति गाह्रो हुन्छ, त्यो कुरा त मलाई थाहा छ, मैले भोगिरहेको छु होइन। अहिले त्यो अब फिल्टर त हल्का अब भिडियो बनाउँदाखेरि युज गरिहाल्यो भने चाहिँ फिल्टर लगाएर यो नाक अलि राम्रो पनि देखाएको छ, नत्र यो नाक यति घिनलाग्दो भएको छ भित्रदेखिबाट पुरै मेरो बर्बादै छ नाक। अनि मलाई औषधिहरू खाइराखिरहेको छु, मेरो सर्जरी गराएको 1.5 वर्ष भइसक्यो, त्यहाँ पनि औषधिहरू खाइरहेको छु। नाक दुखेर, नाक सुन्नेर यत्रो ठुलो हुन्छ फुल्लेर, मेरो पुरै फेसहरू फुल्लिन्छ, इन्फेक्सनहरू भएको छ होइन। मैले चाहिँ मेट्रो हस्पिटलमा गराएको सर्जरी, अनि मैले गराएको डक्टर सङ्गम रायमाझीसँग गराएको सर्जरी होइन। अनि कति धेरै यो मेरो एउटा नाकमा कति धेरै प्रोसिडर भयो के भएन होला, धेरै कुराहरू सफर गरिरहेको छु म अहिले चाहिँ। अनि त्यही भएर तपाईँहरूलाई त्यही नै सजेसन दिन चाहन्छु, प्लिज नेपालमा चाहिँ सकेसम्म सर्जरी नगराएकै राम्रो होइन। त्यस्तो आफूलाई गाह्रो छ भने गराउनु होला। मलाई चाहिँ थियो गाह्रो, मलाई चाहिँ हल्का ब्रिदिङ इस्युज पनि हल्का थियो होइन। अनि भित्रदेखिबाट मेरो सेप्टोप्लास्टी पनि गर्नुपर्ने रहेछ क्या, जुन पुरै भित्रदेखिबाट नाक हड्डी पुरै बाङ्गो छ, जस कारणले गर्दाखेरि मलाई यो घाँटीमा पनि प्रब्लम आइराखेको छ, यति बिधि गाह्रो भइरहेछ। त्यही भएर सर्जरी गर्नुभन्दा अगाडि, सर्जरी गर्न जानुभन्दा अगाडि सोचेर बुझेर जानु होला डक्टर। सबभन्दा पहिला नेपालमा चाहिँ सर्जरी नगराएकै राम्रो है, मेरो पोइन्ट अफ भ्यू, मेरो ओपिनियन लिनुहुन्छ भने चाहिँ नेपालमा सर्जरी नगराउनु होला। नेपालमा सर्जरी गराउँदाखेरि तपाईँको अब नाकको सर्जरी गराउनु लाग्छ भने नाकको एक्सरे लिनु पऱ्यो, 3D एनिमेसन हुन्छ त्यो लिनु पऱ्यो, के छ नाकको सर्जरी गर्न गइरहेछ नि त, त्यस्तो केही गरेन कि मेरो पालामा त केही गरेन है डक्टरले चाहिँ। हस्, थ्याङ्क यू। अरू पनि केही बुझ्न चाहनुहुन्छ भने चाहिँ मलाई इनबक्स गर्नु होला, म सबैजनालाई रिप्लाई गर्ने नै छु। थ्याङ्क यू छ सबैजनालाई, सबैजनाको इन्क्वायरी थियो, त्यही भएर चाहिँ मेरो अझै पनि कति धेरै म्यासेजहरू आइ नै रहेछ होइन। उहाँहरूले अब सर्जरी गराउनु पर्ने होला, त्यही भएर चाहिँ यो अब उहाँहरूको लागि इन्फर्मेटिभ भिडियो हुन्छ भनेर मैले बनाएको भिडियो हो यो चाहिँ। अनि तर यहाँ कतिजना भनिरहेको